हेर्दाखेरि सानो देखिए पनि है काम त लास्टै झन्झटिलो पो रहेछ। तपाईँले 12,630 रुपिसको चाहिँ हामीले तपाईँले लास्ट टाइम राइड गरेछौँ क्या। Hey, what is up guys? This is Mr. Arikin and thank you very much for watching my YouTube channel जिन्दगी गरेर नयाँ एपिसोडमा तपाईँलाई स्वागत गर्न चाहन्छु। मेरो आवाज भोइस राम्रै सुनिरहनु भएको छ होला जस्तो लागिरहेछ मलाई। अब तपाईँलाई भ्लगहरू मोटो भ्लग गर्दाखेरि समस्या चाहिँ तपाईँलाई भिडियोको समस्या चाहिँ हुँदैन, भिडियो राम्रै खिच्छन्। मेन समस्या भने चाहिँ अडियोको के गाइजहरू होइन। सो अहिले तपाईँलाई कति 7:30 बज्दैछ, 7:25 भनेर भनौँ न। आज ट्युजडे हो। यसरी किरणको भ्लग आउने बित्तिकै फेरि हो स्याटरडे राइड भनेर नसम्झिनु होला है गाइजहरू जिन्दगी गर्नेमा। किन भन्दाखेरि आजकल स्याटरडे राइडभन्दा अरू पनि भ्लगहरू आइरहेछ जिन्दगीको गरेटरमा। सो अहिले चाहिँ बिहान भनेको चाहिँ म जिम जाँदैछु कि तपाईँहरूलाई म जिमतिर डोराउँदैछु। सो आज टन्न छ साथीहरू काम गर्नुपर्ने होइन। तपाईँलाई म किन पनि भ्लग गर्दैछु भन्दाखेरि पहिलो कुरो भनेको त मर्निङमा हामी जिम जाँदैछौँ। मर्निङमा जिम गइसके पछाडि थोरै हामी तपाईँलाई कफी खान इटरीतिर जान्छौँ। अनि इटरीतिर गइसके पछाडि मेन समस्या भनेको घटनाक्रम भनेको चाहिँ तपाईँलाई गाइज यहाँ चाहिँ हामी त लडियो नि त गाइजहरू। हामी त लडियो क्या। ए स्टार्ट खिच्ने नै गएछ नि त। हत लाज मर्दा पनि स्टार्टर किरण लड्यो होइन। स्टार्टर किरण चाहिँ तपाईँलाई चिप्लियो कानलामा झऱ्यो नि त। कानला पनि झऱ्यो, एक कानला पनि झऱ्यो क्या। तर कानला चाहिँ धेरै ठुलो थिएन, सानो कानला थियो। मुनि पानी थियो, राम्ररी हिले भए पनि तपाईँको पानीले गर्दाखेरि तपाईँलाई त्यस्तो चोटपटक केही पनि भएन क्या तपाईँलाई होइन। केही तपाईँलाई दुख्ने सुख्ने केही तपाईँले केही नै भएन होइन। बडीमा त केही पनि हुँदै भएन कि। तर बाइकमा भइरहेछ गाइजहरू। म कसम लिटरली भन्यो लास्टै तनावमा छु। त्यो तनाव दूर गर्नका लागि पनि म जिम जाँदैछु। सो जिम निस्किसके पछाडि तपाईँलाई आजको हाम्रो मेन कार्यक्रम मेन इभेन्ट भनेको काम त आज धेरै छ तपाईँलाई होइन। कामहरू धेरै छ तर मेन इभेन्ट भनेको चाहिँ तपाईँलाई हाम्रो केटिएम 250लाई सोरुम लानु छ गाइजहरू। हाम्रो जेनीलाई के केटिएम 250 एडभेन्चर केटिएम 250 एडभेन्चर भन्ने होइन क्या, हाम्रो जेनीलाई भन्ने हो क्या। हाम्रो जेनीलाई चाहिँ हामीले चेकअपको लागि लानु छ। द्याट्स भेरी इम्पोर्टेन्ट थिङ। अच्छा गाइजहरू 1 घन्टालाई भनेर छिरेको जिम 2 घन्टाभन्दा बेसी भइसकेको छ। मार्छ अलिकति बेसी डबलले बाँकी छ, खाँदै जाने हो। स्टार्ट गरौँ न। खै गाडी त कुद्दैन त, कुदाएको छैन। आहा गाइजहरू तर आज एकदमै दामी एक्सर्साइज भयो किन मेरो लास्ट नाइट स्लिप दामी भयो क्या। A few moments later. पहिलो कुरो भनेको चाहिँ हाम्रो बाइक क्रास भइसके पछाडिको चाहिँ भिडियो मैले रातिले बाइक वास गरेँ राखेँ, हेरेकै थिइनँ। अब हेर्दैछु यो थोरै यो तपाईँलाई क्रास काट यतापट्टि यो बाङ्गिरहेछ तर यसले धेरै बचायो गाइजहरू। जुन यो तपाईँलाई मैले होइन यसमा त्यस्तो यहाँनिर थोरै दखल परिरहेछ, यहाँ चाहिँ थोरै तपाईँको ढुङ्गामा भेटेछ। मैले तत्कालै देखेको प्रब्लम भनेको चाहिँ तपाईँलाई यो त छँदै छैन। त्यस पछाडि यहाँ तपाईँले यहाँ बटन पनि निस्किरहेछ है। यसले पनि मलाई बचायो। यो तपाईँले मैले अहिले थाहा पाएँ कि यो यस्तो हुँदो रहेछ क्या तपाईँलाई। पुरै यो यता आएर हिलोले यस्तो भइरहेको थियो ला म त यो पनि भाँचेछ भनेको हो, यस्तो भइरहेको थियो कि गाइजहरू। कस्तो दामी। अनि तपाईँले यो पनि एकदमै राम्रो काम गरेछ। यो यस्तो हुँदाखेरि तपाईँले ठ्याक्कै यो भाँचिँदैन क्या गाइजहरू होइन, यस्तो भइरहेछ क्या तपाईँलाई। एउटा कुरा पनि सिकेँ क्या म कस्तो तपाईँलाई। अब यस्तो हुन्छ क्या तपाईँलाई बाइक जहिले पनि कुदाइराख्यो भने तपाईँलाई कतिपय कुराहरू वास्तै गरिँदैन होइन, कतिपय कुराहरू भेटिँदैन। मैले यसको तपाईँलाई अब यो हाई बिम मलाई खोल्नै आइरहेको थिएन क्या। तपाईँको पास लाइट भयो होइन, हाई बिम छैन के हो भनेर भनिरहेको थिएँ मैले यसमा। अनि तपाईँलाई किन नआउनु हाई बिम होइन। हाई बिम अन गर्ने चाहिँ जुन पास लाइट छ नि, पास लाइटलाई तपाईँले यता तपाईँतिर तान्दाखेरि चाहिँ तपाईँलाई पास लाइट तपाईँलाई यो तानिराख्यो भने अन भइराख्यो, नत्र नि तपाईँलाई बन्द हुन्छ। यो तपाईँले उता घचेट्नु पर्ने रहेछ कि उता पास लाइटलाई उता पास गर्दा चाहिँ तपाईँलाई हाई बिम बलिरहँदो रहेछ क्या। यो पनि अस्ति तपाईँलाई एक्सिडेन्ट भइसके पछाडि बाइक क्रास भइसके पछाडि तपाईँलाई यो हाई बिम अन भइरहेको देखेँ अहिले होइन। कहाँ अन भयो, अस्तिसम्म तपाईँले हाई बिम नै भेटेको थिइनँ भनेर यसो चेक गरेको थिएँ रहेछ क्या। गाइजहरू जिन्दगीको गरिटमा होइन कतिपय कुराहरू घटनाहरूले धेरै कुरा सिकाउँछ पनि क्या। हामीले वी हेभ टु टेक इट इन अ भेरी पोजिटिभ वे।
हामीलाई त यो पाउन गाह्रो छ भन्दै त्यो ढिक्कै फेर्नुपर्छ भन्दै त्यो फेर्नु पर्ला हाम्रो चाहिँ साथीहरू यो निस्किरहेको थियो होइन यो पुरै यतिकै आउँदो रहेछ क्या यत्रो सेटै आउँदो रहेछ ठिकै छ तपाईँले यो काचक कुचुक सानो सानो जोड्नुभन्दा त यसलाई थोरै तर एउटा चाहिँ तपाईँले केटिएमले के गर्न सक्थ्यो भने यसलाई थोरै यो बाहिर चुच्चो ननिकालेर यहीँभित्र इन्टिग्रेटेड भएको भए चाहिँ यो नभाँचिने रहेछ क्या यो ननिस्किने रहेछ होइन यो केटिएमलाई मेरो सानो सुझाव हेर्दाखेरि सानो देखिए पनि है काम त लास्टै झन्झटिलो पो रहेछ ल हामीले यो पुरानो निकाल्नु सक्नेको होइन नयाँ हाल्दैछ ल गुरु म निस्केँ अलिक हतारमा छ कि ल ल ओके गाइजहरू सो लेट्स गो स्टार्ट गरौँ वान टाइममै स्टार्ट भयो बाइकको काम सकिसक्यो गाइजहरू होइन अब हामी ब्याक टु तपाईँलाई इटरी घरतिर लाग्छौँ अनि त्यस पछाडि हामी फेरि तपाईँलाई थोरै अफिसको कामहरूको लागि हामी निस्किन्छौँ म तपाईँलाई थोरै अब के भयो यहाँ कसो भयो भन्ने कुराहरू म तपाईँलाई अपडेट दिन्छु होइन हामी बोल्दै जाउँ न जिन्दगीको गरिडोमा के छ र हामीले धेरै काम गऱ्यौँ गाइजहरू होइन तपाईँलाई म पहिले चाहिँ तपाईँलाई हाम्रो यो मिरर भाँचिरहेको थियो मिरर चेन्ज गऱ्यौँ होइन यो मिररको पनि इट कस्ट होइन तपाईँलाई अलट लगभग तपाईँलाई 4000 प्लस नै हो यो 4000 त 4000 नै हो होइन 4000 समथिङ हो यो मिररको अनि त्यस पछाडि यो जुन स्विच थियो नि यो तपाईँले देख्नु भएको थियो होइन मैले पनि देखाइदिन्छु तपाईँलाई यहाँ भिडियोमा पनि यहाँ थियो नि त एउटा बटन यो स्विचको तपाईँलाई यो तलको एउटा बटन निस्किरहेको थियो क्या यसको बटन निस्किरहेको थियो यो तपाईँलाई जुन तपाईँलाई ठ्याक्क त स्टार्टको पुस गर्ने पुस बटन त्यो पुस बटन मात्र यो चेन्ज गर्न नमिल्ने रहेछ क्या यो पुरै तपाईँको यो पुरै सेटै आउँदो रहेछ सो सेटै चेन्ज गर्नु पऱ्यो अनि सेटै चेन्ज गर्दाखेरि तपाईँले लगभग तपाईँको 6000 यो पुरै तपाईँलाई सेट चेन्ज गर्दा 6000 अनि त्यसले गर्दा विथ डिस्काउन्ट मैले 12630 तिरेँ है सो 12630 भनेको तपाईँलाई यो पुरै मेरो त यो स्विच र यो तपाईँले तपाईँको राइट साइडको ह्यान्डलै चेन्ज गर्नु पऱ्यो अनि त्यस पछाडि तपाईँलाई यो माथिको राइट साइडको मिरर तपाईँलाई लास्ट कस्टली तपाईँलाई 12630 रुपिसको चाहिँ हामीले तपाईँलाई लास्ट टाइम राइड गरेछौँ क्या जस्ट बाइक फुल फर्ममा आइसक्यो अनि अर्को कुरा हामीले के पनि गऱ्यौँ भन्दा नि गाइजहरू तपाईँलाई बाइक हामीले अपडेट गऱ्यौँ होइन यसको सफ्टवेयर अपडेट गऱ्यौँ सो सफ्टवेयर अपडेट गर्नको लागि लगभग तपाईँलाई 20-30 मिनट जति लाग्दो रहेछ क्या होइन त्यो तपाईँलाई इस्युमा कनेक्ट गरेर तपाईँलाई एपबाट त्यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ तपाईँलाई जुन हाम्रो तपाईँलाई बिहान अथवा जति बेला पनि स्टार्ट गर्दाखेरि जुन वान ट्यापमा स्टार्ट नहुने प्रब्लम थियो नि अब तपाईँलाई मोटामोटी झन्डै तपाईँलाई 9-10 ट्याप अथवा समटाइम्स त तपाईँले 11-15 पटकसम्म पुस गरिसके पछाडि मात्रै स्टार्ट हुन्थ्यो सो अब यो सफ्टवेयर अपडेट गरिसके पछाडि चाहिँ सकेसम्म वान ट्यापमै स्टार्ट होला होइन भने पनि तपाईँलाई 2-3 ट्यापभित्र त तपाईँलाई स्टार्ट भइसक्छ भन्ने खालको कुरा चाहिँ सोरुममा हाम्रो भाइहरूसँग कुरा भइरहेको थियो अनि भोलि मलाई फिडब्याक पनि दिनु उहाँले भनेर भइरहेछ सो आज त तपाईँलाई हामी यो सबै काम गरिसकेर निस्किँदाखेरि त तपाईँलाई वान ट्यापमै स्टार्ट भइरहेको थियो सो हामी भोलि फेरि ट्राई गर्छौँ